हेर्नुहोस् त मेहनत फाल्तु काममा गर्छन् तर जहाँमा गर्नुपर्ने त्यहाँ यिनीहरूले मेहनत गर्दैनन्। र सुन्नुहोस् एउटा उदाहरण दिन्छु म होइन, नेपालमा नेताहरू नारा जुलुस बैठक यति धेरै मेहनत गरेर गर्छन्, यति धेरै पैसा खर्च गर्छन्, हरेक ठाउँमा नारा लगाउँछन्, हरेक ठाउँमा आफ्नो पार्टीको झन्डा गाड्छन्, तर देशको लागि 1% पनि गर्दैनन्। यति जति तिमीहरू नारा लगाउनमा, जति बैठक बसाउनमा, जति पैसा खर्च गर्छौ, जति आफ्नो जी ज्यान लगाउँछौ नि त्यहाँ त्यति 1% पनि नेपालको लागि लगाइदिए भए अहिलेसम्म कति राम्रो हुन्थ्यो, नेपाल अगाडि बढ्थ्यो। तर यिनीहरू त आफ्नो पार्टी, आफ्नो नारा, आफ्नो जुलुसको लागि मात्रै पुरा मेहनत लगाउँछन् जति सक्यो। त्योभन्दा पनि त्यसको आधा मेहनत मात्रै तिमीहरू नेपालको लागि, नेपाललाई बढाउनको लागि लगाउ त खै। यति धेरै मेहनत गर्छन् कि यिनीहरू आफ्नो पार्टीको लागि, यति धेरै झुट बोल्छन्, के गर्छन्, पैसा खर्च गर्छन्, के गर्छन्, तर 1% यिनीहरू देशको लागि गर्दैनन् त्यति मेहनत। यिनीहरूको असलियत त्यही हो। जय नेपाल।